जनताले अनुमोदन गरेका थिएनन्, पहिलो पटक गरिदिनु भयो। सबैलाई धेरै धेरै धन्यवाद। अहिले भन्न चाहन्छु, अभिमत जसले दिनुभयो, जसले मलाई चुनावमा भोट हालेर सघाउनु भयो, जसले भोट नहालेर बाहिरबाट भोट हाल्दे भन्नुभयो र कसैले सामाजिक सञ्जालमा भिडियो बनाएर प्रचार गरिदिनु भयो र जसले मलाई भोट हाल्नु भएन उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद र जुम्ली। अब हामीले शान्त जुम्लाको भर्खर काम सुरु भइराखेको छ। आज संसार हेरेर बसेको छ जुम्लाले के निर्णय गर्छ भनेर। सबैले दुःख गर्नुभयो। कति युवा साथीहरूले चिन्जान थिएन, कोही केही थिएन, गाउँ गाउँमा गएर सबै दाजुभाइ तथा दिदीबहिनीहरूले सबैले साथ र सहयोग जो दिनुभयो यसका लागि म आभारी छु। तपाईहरुको यो आमसभा तथा र्याली स्यालीहरू म केही गर्ने पक्षमा छैन। म तपाईको घर घर आउँछु, तपाईको ओटालो आउँछु, तपाईको थला आउँछु। आमसभा गर्नु पर्दैन। मैले त हरेक चिया पसलमा आउँछु। पहिला नेता कस्तो फोन उठाउँदैन भन्थे, ज्ञानेन्द्र साई कहाँ छ भनेपछि तपाईको घरको आँगनमा छ, तपाई प्रत्येकले भेट्न सक्नुहुन्छ। अरु केही छैन, धेरै काम गर्न बाँकी छ। भर्खर यो सुरुवात भएको छ। मैले जित्छु कि हार्छु केही पनि थाहा थिएन। म आएको थिएँ, कोही कांग्रेसमा बसेर, एमालेमा बसेर, विभिन्न माओवादी साओवादी सबै विभिन्न पार्टीमा बसेर पनि एक भोट हलोमा हालेर तपाईले विजय गराउनु भयो। यसका लागि धेरै धेरै ऋणी छु। तर युवा साथीहरू अब संसद मात्र जितेर हुँदैन, यहाँको पालिका पनि युवाहरूले जित्नुपर्छ। अब आयो हरेक ओडामा एउटा युवा हुनेछ, हरेक पालिकामा युवा हुनेछ। जसले भ्रष्टाचार गरे त्यसलाई चप्प समाएर जेल हालिनेछ। पार्टीको टिकटका लागि काठमाडौँका नेतालाई रिझाउनका लागि 1.5 महिना काठमाडौँमा गएर आडे पढ्ने दिन गयो। अब जुम्लाले अन्तका मान्छेलाई टिकट दिन्छ। यो कुरा याद गर्नु। युवा हुनाले सबै साथी हो, युवा साथीहरू जो चाहन्छौ तपाईहरुको घर घरमा आउँछु। यदि अहिले सुशीला कार्कीको सरकारले अबको 1 हप्ता भित्र सरकार छोड्ने र नयाँ सरकार बनाउने प्रक्रिया अवलम्बन गर्यो भने मात्रै म चाँडा जान्छु। होइन भने म तपाईको घर घरमा आउँछु, तपाईको टोलमा आउँछु अनि सबै साथीहरू मिलेर जुम्ला। हामीलाई पार्टीभन्दा माथि उठेर, दलभन्दा माथि उठेर, जातभन्दा माथि उठेर, धर्मभन्दा माथि उठेर हाम्रो एउटा मात्रै जात छ, त्यो हो नेपाली। एउटा मात्रै देश छ, त्यो हो नेपाल। ल अब मैले धेरै गरिन, राति पनि भयो।